नमस्ते, म दिनेश। सरकारको मिसन फागुन 21मा शान्तिपूर्ण तरिकाले चुनाव सम्पन्न गराउने भन्ने तरिकाले सरकार चाहिँ नि तयारी गर्दै लाग्ने। यतातिर देशका प्रमुख पार्टी विशेष त नेपाली काङ्ग्रेस र नेकपा एमाले अहिले चुनावको कुरातिर त्यति मतलब नगरेर संसद पुनर्स्थापन हुनुपर्छ भन्ने खालका अभिव्यक्तिहरू लगभग केही दिन अगाडिदेखि आउनु र यसमा बढी जोड दिनु, यो के हुन्छ, यो के हो हैन। हिजो एकाएक त्यत्रो जेनजीहरूको आन्दोलन पश्चात त्यत्रा 70-75 जना चाहिँ युवाहरूले चाहिँ एउटा शहादत प्राप्त गरे, त्यत्रो बलिदानी दिए हैन। त्यस पश्चात जुन देशको राजनीतिक अवस्था अब आज यहाँसम्म आयो उथलपुथल भएर र त्यस पश्चात बनेको अन्तरिम सरकारले हैन अब लगतै एउटा तिथिमिति तोकेर यति समयभित्रमा चुनाव गराउने भनेर तिथिमिति तोकिसकेपछि लगभग चुनावमा गएर जनमत लिएर आएर त पुनः फेरि आउने त राजनीतिक दलै थियो, त्यसमा त दुई मत थिएन, क्लियरै छ हैन। जनमत लिएर आउनुहोस्, जो आउँछ उसले गर्ने भन्ने हिसाबले छ र त्यति कुरा भइसक्दा पछि अहिले हुँदाहुँदै अहिले आएर संसद पुनर्स्थापना नै गर्नुपर्ने भन्ने खालका जुन मागहरू जोडदार रूपमा आइरहेका र विशेष गरी एमालेका अहिले फेरि हालसालै निर्वाचित हुनुभएका चाहिँ अध्यक्ष केपी शर्मा ओलीज्यूले त सडक आन्दोलन गरेरै भए पनि चाहिँ संसद पुनर्स्थापन गर्नुपर्छ र यो सरकारले चाहिँ नि औचित्य छैन भन्ने खालका अभिव्यक्तिहरू दिनुभयो हिजो मात्रै। भनेपछि यो के हो त हैन। बाटो त क्लियर थियो, अब चुनावमा जाने, चुनावमा गएर जनताको माझ जाने, गएर क्लियर गरेर यसै पनि 84मा त चुनावमा जानै थियो। अब अहिले एक प्रकारको माहौल बिग्रिसकेपछि अब चुनावमा जाने, गइसकेपछि जनमत लिएर आउने भन्ने कुराकानी थियो। यति हुँदाहुँदै पनि अहिले संसद पुनर्स्थापन गर्ने कुरामा जोड दिनु एकाएक हैन। अझ अहिले त के आयो भने हिजो त्यत्रो चाहिँ नि तपाईँको चाहिँ नि भनौँ न जेनजी आन्दोलनको बेलामा त्यत्रो चाहिँ नि बर्बादी भएर देशले क्षति बेहोरिरहेको अवस्था हैन, त्यो बेलामा चाहिँ नि सरकार प्रमुख केपी शर्मा ओलीज्यू नै हुनुहुन्थ्यो। त्यो खालको अवस्थाबाट गुज्रिएर आज यहाँसम्म आइपुग्दा आज चाहिँ नि हिजोसम्म चाहिँ नि एउटा खालको चाहिँ नि अवस्थाबाट गुज्रिएको नेपाली राजनीतिक दलहरू आज आएर एमाले पार्टीबाट अझ विशेष गरी महेश बस्नेतज्यूले त भन्नुभयो कि हामी संसद पुनर्स्थापना गर्ने पक्षमा छौँ र पुनर्स्थापना गर्छौँ र त्यसपछि चाहिँ नि जेनजीले उठाएका मागहरूलाई हामी विशेष त मागहरूलाई राखेर अनि उस्तै परे चाहिँ नि संविधान संशोधन गरेर भए पनि ती मागहरूलाई एक प्रकारको गराएर युवाहरूलाई समेटेर लैजानुपर्छ भन्ने खालको अभिव्यक्ति बडा मजाले शानदार रूपमा दिनुभयो। हिजो मैले नै सुने, सञ्चार माध्यमहरूमा दिनुभएको थियो हैन। यस्तो मजाको चाहिँ नि अभिव्यक्ति त पहिला त आएन हैन, पहिला त यो कुरै आएन। युवा पङ्क्तिलाई पनि समेट्नुपर्छ भन्ने खालका कुराकानी र सही खालका व्यवहार भइदिए भए त यत्रो क्षति दुनियाँ त हुँदा पनि हुन्थेन होला। भनेपछि अब यी कुराहरू अहिले आउनु र सायद युवाहरूलाई शान्त पार्ने र अलिकति भए पनि मोड्ने खालको प्रयास हुनसक्छ। राजनीतिमा धेरै चतुर्य हुन्छ, यो कुरा त अहिले धेरैले बुझि पनि सकेका छन् नेपालमा, किनभने नेताहरूले सिकाएर पाठ पढाइसके जनतालाई, यो धेरैले बुझिया छ। तर यद्यपि चुनावमा जान नखोजेर संसद पुनर्स्थापना गर्नु खोज्नु भनेको जनतामा हामी अहिले जाने हो भने हामीलाई निर्लज्ज तरिकाले हामीले सोचे भन्दा ठ्याक्कै उल्टो तरिकाको परिणाम आउँछ भन्ने डरभन्दा अरू केही पनि होइन भन्ने मलाई चाहिँ लाग्छ। यो क्लियर हो हैन। नत्र भने अहिले संसद पुनर्स्थापना गर्ने चक्कर यो र त्योका चक्कर भन्दा पनि अहिले चुनावमै सोझै आएर चुनावमा आएर मजाले चाहिँ सकेर चाहिँ आफ्नो जनमत लिएर जाँदा यसमा केही समस्याको विषय होइन। यहाँ दुनियाँ नौटङ्की धेरै कुराकानी गर्नुपर्ने जरुरतै छैन हैन। त्यसले गर्दा अहिले अलिकति कुरालाई मोडेर फेरि पनि युवा जमातलाई बेकुब बनाएर हैन, तिमीहरूको माग हो, तिमीहरूको माग सम्बोधन हुन्छ, सम्बोधन त गर्ने, संसद चाहिँ पुनर्स्थापना गरेर सम्बोधन गर्ने हो, यस्ता उस्ता भन्ने खालका कुराहरू अहिले बनाएर दुनियाँलाई बेकुब बनाउने खालका कुराहरू जुन भइरहेछन् हो। सकारात्मक तरिकाले हिजैका दिनमा सुशीला कार्की प्रधानमन्त्रीको शपथ लिनुभन्दा अगाडि जुन बेलामा एउटा खालको होमवर्क चलिरहेको थियो त्यतिखेरै पनि राजनीतिक दलबाट एमाले, काङ्ग्रेसले अथवा चाहिँ
भनौँ त्यतिखेरको माओवादी सबैले एउटा खालको एकमुख भएर भन्न सक्नु पर्थ्यो। युवाहरूले वास्तवमा एउटा चाहिँ नि हामीले नै एउटा खालको परिवेश बिगारेर आज यो खालको अवस्था सिर्जना भएको। डिजाइन जसले गरे होला त्यो कुरोतिर म गइनँ, तर एउटा जनतामा फ्रस्ट्रेसन पैदा हुने खालको चाहिँ नि काम हामी राजनीतिक दलहरूबाट भएकै हो। तर ठिक छ, जे भयो युवाहरूले निकालिएको कुरा ठिक हो। यसलाई बरु नयाँ अन्तरिम सरकार गठन गर्नुभन्दा बरु संसदबाट नै हामीबाट नै संसदलाईमा चाहिँ नि संसद चलाएर चाहिँ नि बरु संविधानलाई संशोधन गरेर एउटा चाहिँ नि प्रमुख कार्यकारी चाहिँ राष्ट्र अध्यक्षको रूपमा भनेको छ के छन् ती सबै 14 खालका मागलाई संविधान संशोधन गरेरै त्यसलाई चाहिँ नि पहिला चाहिँ नि त्यसमा संविधानमा दर्ज गरौँ र अनि त्यसपछि यसरी नियमपूर्वक अगाडि बढौँ भन्न त सक्नु पर्थ्यो होला नि त। हिजो कसले रोकेको थियो? हिजो भन्न सकिन्थेन? हिजो के युवाहरूले त्यो कुरो मान्थेन? जेनजीले मान्थेनन्? अरूले मान्थेनन्? यो त मान्थे नि त। यो त एकदम स्वागतयोग्य कुरा हुन्थ्यो। संविधान संशोधन गरेरै प्रक्रियागत रूपबाट जाउँ, बिचरा ठुलो क्षति भयो। आज युवाहरूले पनि यो देशकै लागि गर्न खोजेको भन्ने कुराकानी सोचिदिएको भए त यसलाई त नराम्रो भन्थेन नि कसैले। भनेपछि अहिले आएर परिवेश बदल्दै गइसकेर अहिले आएर फेरि पनि कुहिराको काग बनाउने, हैन, नेपाली जनतालाई कुहिराको काग बनाउने, अहिलेका चाहिँ नि केही हदसम्म बुझेको एउटा युवा पङ्क्तिलाई फेरि पनि हैन एउटा उल्लु बनाएर चाहिँ नि फेरि पनि आफ्नै पछाडि चाहिँ नि झोले बनाएर हिँडाउने खालको अभिव्यक्तिहरू अब फेरि सुरु हुन लागेका छन्। त्यसले गर्दा यसमा अत्यन्त सावधान हुनु जरुरी छ हामीहरू, हैन। असाध्यै अब अहिलेको शिक्षित एउटा युवा पङ्क्तिहरूले अब पनि कुरा नबुझ्ने र फेरि पनि यिनले गोलचक्करमा पार्न थालेर गोलचक्करमा पर्नु हुँदैन। त्यसले गर्दा पहिलो लटमा स्पष्ट रूपमा सकारात्मक रूपले प्रस्तुत हुनुपर्ने हुन्छ राजनीतिक दलहरू। फेरि पनि बेकुफ बनाउने जनतालाई तर बेकुफ बनाउने तरिकामा गयो भने यिनीहरू सफल हुँदैनन्। र दोस्रो कुरो, जसरी पनि चुनाव अहिले होला, योभन्दा पछाडि सर्ल जे होला, चुनाव ताका जसरी पनि यिनले हिजोका दिनमा यिनले पार्टीमा चाहिँ नि भनौँ न एउटा पार्टीको सदस्यता काटे हिसाबले आजभन्दा 40 वर्ष अगाडि फलानाले सदस्यता काट्नुभएको, उहाँलाई चुनावमा चाहिँ प्रतिनिधिको रूपमा उहाँलाई अगाडि बढाउनुपर्छ उम्मेदवारको रूपमा भनेर यिनले त चुतिया बनाउँदा त्यहीँ हो। फेरि पनि नयाँ उमेर समूहको र परिवेश र यो अहिलेको जमानामा सुहाउने खालको र बुझेको खालको मान्छेलाई त यिनले त दिँदैनन्। किनभने यिनको त टिकट काटेको यिनको पार्टीको सदस्यता कहिले लियो? 2036 मा लिएको हो कि 46 मा लिएको? त्यो हेरेर त्यसको हिसाबमा यिनले समाजको लिडर बनाउँछन्, हैन। समाजले अहिलेको परिपक्व मान्छे र अहिलेको बुझेको एउटा चाहिँ नयाँ खालको उमेरको मान्छे र अहिलेको विश्व चाहिँ नि परिवेशसँग घुल्ने खालको मान्छे खोजेको छ समाजले, हैन। यिनको सिस्टमले चाहिँ नि हिजो पञ्चायतभन्दा अगाडिकोदेखिको मान्छेलाई लिएर आएर चाहिँ नि यिनका सिस्टमले समाजलाई अगाडि बढाउनको लागि मान्छे राख्छन् अनि राष्ट्र बन्छ? बन्दैन। त्यसले गर्दा यिनले जोसुकैलाई उठाउन् एउटा सही तरिकाको मान्छे र अहिलेको परिवेशसँग घुलमेल गर्ने खालको मान्छे कुनै पनि पार्टी पङ्क्तिले उठायो भने कुनै दिन त्यसलाई निशर्त रूपमा आफ्ना पार्टी साथी जहाँसुकै जाउन् केही भएन, यो व्यक्ति समय सापेक्ष फिट हुने मान्छे हो भनेर यदि नेपाली जनताले यो कुरोमा सोच बदल्न सकेन भने जीवनमा हाम्रो समाज बन्ने होला छैन। यसमा एकदमै ख्याल गर्नु जरुरी छ। पार्टी पङ्क्तिमा जो जहाँ होला जे होला त्यो आफ्नो ठाउँमा छ, तर एउटा योग्य खालको मान्छे जुनसुकै पार्टीको भयो भने गोप्य मतदान गर्ने ठाउँमा त्यसरी गर्न सकिएन भने यो अन्याय हुन्छ राष्ट्रको लागि। यो कुरामा असाध्यै सचेत हुनु होला। फेरि पनि राजनीतिक दलहरू विशेष त अहिले अब रासोपा, नेपाली कम्युनिस्ट पार्टी त विशेष गरी चुनावमा जानको लागि एक प्रकारको तयारी तरिकाले पनि बसिसकेका छ, हैन। विशेष गरी देशको प्रमुख दल काङ्ग्रेस र एमाले अहिले पनि फेरि एकातिर पसाङ्गिएको जस्तो कुरा गरेर फेरि पनि ढुलमुले तरिकाले संसदतिर लागेका छन्। अहिले अब संसद पुनर्स्थापन चाहिएको छ अहिले उनीहरूलाई, हैन। जोडो घटाउ गर्दाखेरि नाफाघाटा कता हुन्छ त? अहिले जनतामा जाँदा कतै अर्कै हुन्छ कि त्योभन्दा बरु एकातिर रुमाल्ने यो खालको गतिविधि भइरहेछ। यसमा जनता असाध्यै सचेत हुनु जरुरी छ। हस्।